konnichiwa minasan, नमस्कार है सबैजनालाई। म प्रकाश तामाङ र हेर्दै हुनुहुन्छ इजी जापानिज युट्युब च्यानल, जहाँ हामी जापानी भाषा सजिलो र रमाइलो तरिकाले सिक्ने गर्छौँ। आज हामी मिन्नानो नियमको लेसन 18 का भोकाबुलेरीहरू पढ्नेछौँ र यस लेसनमा हामीले करिब 38 वटा शब्दहरूको मिनिङ पढ्नेछौँ। त्योभन्दा पहिले यदि हजुरहरू नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी आफ्नो नोटिफिकेसन बेल आइकन दबाउन नभुल्नुहोला भन्दै आउनुहोस् आजको यो भिडियो पनि सुरु गरौँ। एक नम्बरमा छ देकिमास। देकिमास भनेको सक्छु अथवा गर्न सक्षम हुनुलाई देकिमास भनिन्छ। जस्तो फुटबल खेल्न सक्छु, देकिमास। फुटबल खेल्न सक्छु। आराइमास। आराइमास भनेको धुन्छु है त। म हात धुन्छु भन्नलाई आराइमास भन्ने। आराइमास धुन्छु। आराइमास भनेको धुन्छु है। जस्तै एकिमास। एकिमास भनेको बजाउँछु अथवा बजाउनु है। जस्तो म पियानो बजाउँछु भन्नलाई म पियानो एकिमास, म पियानो बजाउँछु, एकिमास बजाउँछु। उताइमास। उताइमास भनेको गाउँछु, गीत गाउँछु भन्नलाई उताइमास भन्ने है। उताइमास, उताइमास। आचुमेमास। आचुमेमास। आचुमेमास भनेको जम्मा गर्छु है, अथवा भेला गर्छु भन्ने पनि हुन्छ। आचुमेमास। आचुमेमास भनेको टिकट जम्मा गर्छु भन्नु आचुमेमास। टिकट आचुमेमास। सुतेमास। सुतेमास भनेको फ्याँक्छु, फाल्नु है। फोहोर फ्याँक्छु भन्नलाई फोहोर सुतेमास। गम्भीर सुतेमास भन्नुलाई फोहोर फ्याँक्छु भन्न भनेको है त। खाएमास। खाएमास भनेको साट्छु। खाएमास भनेको साट्छु। खाएमास साट्छु। उन्तेन्सिमास। उन्तेन्सिमास भनेको ड्राइभिङ गर्छु, गाडी चलाउँछु है। म गाडी चलाउँछु भन्नलाई उन्तेन्सिमास। उन्तेन्सिमास ड्राइभिङ गर्छु, गाडी चलाउँछु, उन्तेन्सिमास। योयाकुसिमास। योयाकुसिमास भनेको बुक गर्छु है त। बुक गर्छु, रिजर्भ गर्छु भन्नलाई योयाकुसिमास भन्ने। जस्तै केनगाकुसिमास। केनगाकुसिमास भनेको शैक्षिक भ्रमण गर्छु, कारखानातिर शैक्षिक भ्रमण गर्छु भन्नलाई केनगाकुसिमास है। केनगाकुसिमास शैक्षिक भ्रमण। पियानो। पियानो भनेको पियानो है। पियानो बजाउन मन पर्छ भन्नलाई पियानो बजाउन मन पर्छ, पियानो। जस्तै मितोरु। मितोरु भनेको मिटर है। मिटरलाई मितोरु भनिन्छ। 10 मिटर छ भने 10 मिटोरु है, मितोरु। कोकुसाई। कोकुसाई भनेको अन्तर्राष्ट्रिय, अन्तर्राष्ट्रिय है त। अन्तर्राष्ट्रिय सम्मेलन हो भन्नलाई कोकुसाई सम्मेलन हो, अन्तर्राष्ट्रिय कोकुसाई। गेन्किन। गेन्किन भनेको नगद है। गेन्किन नगद, नगद तिर्छु, गेन्किन तिर्छु, नगद तिर्छु, आराइमास तिर्छु है, नगद गेन्किन। स्युमी। स्युमी भनेको रुचि है, रुचि चाहना, स्युमी। मेरो रुचि संगीत हो है त। मेरो रुचि, मेरो स्युमी संगीत हो। निक्की। निक्की भनेको डायरी, डायरीलाई निक्की भन्छ। डायरी लेख्छु, निक्की लेख्छु, डायरी निक्की लेख्छु। यस्तै छ ओइनोरी। ओइनोरी भनेको प्रार्थना है, प्रार्थना। ओइनोरी प्रार्थना, वर माग्ने भन्छ नि त नेपालीमा ओइनोरी। परिवारको सुखको प्रार्थना गर्छु है त। खाच्यो। खाच्यो भनेको शाखा, सेक्सन, ब्रान्चलाई है खाच्यो भन्छ। खाच्यो सेक्सन, सेक्सन प्रमुख, शाखा सेक्सन प्रमुख है। बुच्यो। बुच्यो भनेको विभाग प्रमुख। बुच्यो विभाग प्रमुख खतरा हुनुहुन्छ है त। हाम्रो विभाग प्रमुख कम्पनीमा खतरा हुनुहुन्छ, बुच्यो, बुच्यो। स्याच्यो। स्याच्यो भनेको कम्पनीको उपलक्ष है, कम्पनीको मेन मान्छे, साच्यो। कम्पनीको अध्यक्ष अहिले यहाँ हुनुहुन्न है, साच्यो, साच्यो। ए हो र साँच्चै है त। ए हो र साँच्चै। यस्तै छ नाका नाका। नाका नाका भनेको त्यति सजिलो छैन अथवा होइन है। नेपालमा साकुरा फुल हेर्न त्यति सजिलो छैन है त। नाका नाका। बोकु। बोकु भनेको म हो, यो पुरुषले अनौपचारिक रूपमा भनिरहेको है। बोकु म जस्तो साथीभाइहरूसँग नर्मली चाहिँ म भन्ने बेला बोकु भनिन्छ, बोकु। किमी। किमी भनेको अनौपचारिक है, किमी भनेको तिमी, अनौपचारिकमा तिमी भन्ने आफ्नो साथीभाइ मुनिकालाई किमी भन्न सकिन्छ।
तिमी के सोच्छौ तिमी के सोच्छौ उन उन भनेको हो अनौपचारिक हो यो पनि है हो अथवा हो बुझे मलाई वकारिमास है गरेको फेरि अलिकति जोडसँग हान्ने गर्ने भनेको होइन अनौपचारिक पनि होइन छ कोतोबा भनेको शब्द भाषा है त भाषा शब्दलाई कोतोबा भनिन्छ म नयाँ शब्द सिक्छु म नयाँ कोतोबा सिक्छु है त आकिहाबारा भनेको एउटा नाम हो यो आकिहाबारा जान्छु है त आकिहाबारा बुक्का भनेको वस्तुको मूल्यलाई बुक्का भनिन्छ जापानमा वस्तुको मूल्य महँगो छ दौबुचु भनेको जनावरहरूलाई दौबुचु भनिन्छ मलाई जनावर मनपर्छ मलाई दौबुचु मनपर्छ है उमा भनेको घोडालाई उमा भनिन्छ घोडा छिटो हुन्छ त्यस्तै छ इन्टरनेट भनेको पनि इन्टरनेट प्रयोग गर्छु मलाई इन्टरनेट तोकुनी भनेको विशेष गरी तोकुनी बितोरोजु भनेको बिटल्स संगीत समूह बितोरोजु मलाई बिटल्स मनपर्छ बिटल्स भनेको यो संगीत समूहको नाम हो है हन्तोनी भनेको साँच्चै मलाई हन्तोनी साँच्चै धन्यवाद सोरेबा ओमोसिरोइ दिस्ने भनेको त्यो त रमाइलो रहेछ है त्यो त साँच्चै रमाइलो रहेछ है सोरेबा ओमोसिरोइ दिस्ने नाका दद्दत मासे है सजिलै हुँदैन है सजिलै सम्झन सक्दैन नाका ओबोइ मासेन भनेको सजिलै सम्झन सक्दैन ल यसरी भन्यो जेही भनेको अवश्य अथवा पक्कै है जेही अवश्य आउनुहोस् भनेर जेही आउनुहोस् अवश्य आउनुहोस् यसका साथै आजको सबै शब्दहरूको हामीले भोकाबुलेरी सकिसकेका छौँ र फेरि पनि अर्को भिडियोमा छुट्टिन्छौँ